हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी जाँदैछौँ चनौटा फेरि हामी आज सबै फ्यामिली भएर जान लाग्छौँ गाइज। अब आज चाहिँ हामी कारमा जाँदैछौँ। अब कार आइसकेपछि तपाईँलाई भेटाउने छु, हेर्दै गर्नु होला। जाने कार चाहिँ यही हो गाइज। अब हामी जाँदैछौँ गाइज यही कारमा। अब हामी चाहिँ खाइसकेका छौँ नास्ता सास्ता, अब हिँड्ने तयारमा छौँ गाइज। अब म तपाईँले कार देखाउन आएको। अब हामी कारमा जाने गाइज अनि माथि खाइरहन् नास्ता खान्छन् अनि गाइज यही छ हाम्रो भिङ्ग्रीको माहौल गाइज। हस् त म एकैछिन पछि तपाईँसँग भेट्नेछु। हेलो गाइज अहिले चाहिँ हामी आइसकेको छौँ यता एकैछिन हिसाब गर्नको लागि के पेट्रोल पम्पमा अटेको छौँ गाइज। हिसाब फेर्छौँ अनि जानेछौँ, हेर्दै गर्नु गाइज। र गाइज अहिले चाहिँ हामी बटाडा पनि ठाउँमा आइसकेको छौँ। यसो रेस्ट गरिरहेको छौँ गाइज। अब चाहिँ हामी जाँदैछौँ। अब चाहिँ धेरै छैन, अब 1-2 घन्टा लाग्छ, 1.5 घन्टा जति लाग्छ गाइज। बाबाहरूको चाहिँ माउनु भएको छ, फेरि आएको गाइज। यस्तै हो हाम्रो बाबा फेरि अब कहाँ जानुहुन्छ गाइज। क्यामेरा क्वालिटी अहिले राम्रो छैन गाइज, कोर गरिदिनु होला गाइज। अहिले चाहिँ हामी यता जाँदैछौँ। मेरो यता आएको छ यस्तो हावा पानी खान हेर्न सक्नुहुन्छ। हाम्रो भिडियो बनाउँदै यो अझै सुत्यो गाइज। यो बसलाई चाहिँ हामीले अघि नै माथि छ गाइज। यत्रो बिल्डिङ छ, दोकानहरू छ। होटलतिर जानुभएको छ। अब चाहिँ हामी त्यहाँ के काम थियो त्यो गर्दा जानुभएको छ। अब हामी यसरी हेलो गाइज हामी चाहिँ आफ्नो घर चनौटा आइसकेका छौँ। हिजो फेरि हल्का रात पऱ्यो अनि चार्ज सकिएको थियो, त्यही भएर बनाउन पाएन गाइज। अहिले चाहिँ हामी आफ्नो घर आइसकेको छौँ। यो हाम्रो घर ठ्याक्कै अगाडि हाइवेको अगाडि छ गाइज, हेर्न सक्नुहुन्छ। यही हाइवेको अगाडि छ गाइज। घर चाहिँ यही हो हाम्रो, हेर्न सक्नुहुन्छ। माथि यस्तो फिनिसिङ छ, हेर्न सक्नुहुन्छ गाइज। यिनीहरू यहाँ बसेका छन् गाइज, हेर्न सक्नुहुन्छ। यही हाम्रो माथिबाट भ्यू दामी।